So hello everybody, welcome back to my channel. So म भर्खरै वाक हानेर आएको आजकल म हिँड्ने गरेको छु I'm trying to walk 10k steps a day किनकि मेरो काम छैन घरमा बसेर बसेर म 60 केजी भइसकेँ त्यही भएर हिँड्ने गर्छु अनि त्यही भएर त्यहाँ हिँड्दा हिँड्दै म चाहिँ सेयु छिरेर आएको अहिले भर्खर सो लेट्स डु सम video for you guys. जोला मलाई चाइनिज पसलको आन्टीले दिएको एग्स ब्रेड मोया I'm trying suitcase अलिक सजिलो हुँदो र म जस्तो आदो कोही पनि नबन्नु होला while you guys are traveling never do this मैले यो पनि पठाउन सक्थेँ नि त चारटा मात्र यस्तो दिमाग खराब भइरहेछ मेरो रातभरि नसुतेर अनुहार त ओ माई गड स्टेसन आइपुग्यो अझै टाइम छ मेरो नयाँ अपार्टमेन्ट नयाँ सिटीको नयाँ अपार्टमा म आइसकेँ एन्ड द राइड वाज लङ एज फक सिनखानसेनमा पनि मलाई कम्तीमा 8 घन्टा 8 साढे 8 घन्टा जस्तो लाग्यो होला यहाँ कुमामोटो स्टेसन आइपुग्न त्यहाँदेखि यहाँ आइपुग्नु 1 घन्टा भने चाहिँ 9 घन्टाको लामो यात्रापछि आइपुगेँ म बल्ल भोक लागेर म सेन्टी फ्ल्याट हुन आँटिरहेको छु केही खाएको छैन म बिहानदेखि होइन त्यही पनि मेरो पेट मोटा र यात्त भएर Gotcha. काम हालिदिएर ए सर हिजो म बेलुका जानु खोजेको म चाहिँ यो उयो चलाउँछु ठाउँ रहेछ यहाँ माटो यस्तो तरिकाले पनि अनि अब सस्तो पर्छ होला मेरो सनस्क्रिन पनि सकिनु अनि ब्याग off to the market. Oh my god, today's Susani and I decided to wear full black this color of pant because this jama is a see-through. My goodness, because I've been gaining weight like crazy. Pani khaya भने नि बढ्छ सासहरु भने पनि बढ्छ see so pretty यस्तो बाक्लो जंगल छ नि अबे भालो आउँछ जस्तो लाग्छ म जस्तो आधोको अब त्यत्रो घाम हुँदाखेरि चाहिँ टोपी लगाएर अहिले म चाहिँ एकछिन टिकटक बनाऊँ भनेर रोक्यो अड्याउने ठाउँै छैन हौ दिमाग खराब भयो एकछिन म जुगाड लाउँछु अब What guys I'm home let me do a haul म बाथ हानेर आइसकेँ यहाँ अलिक लाइट कम आउँदो रहेछ सो म चाहिँ यहाँदेखि दाइसो गएको साइकल पेलेर हिँडेर 1 घन्टा 25 मिनट देखाएको थिएन अनि म साइकलमा आएको मलाई कति 1 घन्टा त लाग्यो हालत खराब आउँदा चाहिँ छिटो भयो आउँदा चाहिँ छिटो भयो जाँदा चाहिँ
म कहाँ पर ट्रेनमा जानुपर्ने रहेछ तर मैले त्यहाँ गएपछि क्या कति मैले किन्नुपर्ने सामान पनि नभेटेर के भयो भयो त्यो पनि मैले के भनेर भन्छु यो दिस इज रिड कर ओके कपी खोजेको त्यो उयो यहाँ अहिले मैले हो क्या मेरो ज्वेलरी भन्छ लाग्दैन त टोइलेटमा लिएर आएको यो भित्तामा मैले चना पनि अमिलो सानो प्याकेट कस्तो कुल ओहो मेरो पिठा रहेछ ओके बाई म चाहिँ उयो दोकान जान आँटेको बिकज आई हेभ सम वर्क टु डु 7-Eleven आएको यो 7-Eleven आएको थिएँ यहाँ देयर इज नो एटिएम इनसाइड सो अब म अर्को ठाउँ जाँदैछु हिँडेर यस्तरी यो हुँदै जानुपर्ने गाडी बनाउने ठाउँ मात्र छ यार साइकल बनाउने ठाउँ छैन पछि साइकल पम्प हाल्नु पर्यो भने कहाँ आउनु I don't know. Okay. Mirror number 1. Mirror number 2. Mirror number 3. This is I wouldn't like a मेरो गन्तव्यमा आइपुग्न लागि यहाँ त कस्मोस यहाँ आएपछि फेरि यहाँ छ क्या दोकान यहाँ कस्मोस भयो यहाँ सिङ्गामुरा अनि त्यहाँदेखि त्यसको अलिकति उता पर गयो भने युमा अनि त्यहाँदेखि यता गयो भने अलिकति हिँडेर यता गयो भने रकहरू माटै मार्छ के चाहिँ भित्र मिल्नुपर्छ अनि यो चाहिँ नेपाली इन्डियन रेस्टुरेन्ट हुन्छ मेरो काम चाहिँ भएन म के गर्न आएको मेरो बेकारमा 1000 रुपैयाँ so pretty समर आयो अब समर आयो Summer ayo, look at the sky. Oh. So cute you do it. Gear जस्तो छ यहाँ. So cute रात परिसक्यो. अब चाहिँ हतार हुन्छ नि. सब्जी बनाउने भात खाने चाइबार जस्तो छ एउटा यता हामी चाहिँ यतातिर लाग्नुपर्ने हुन्छ सबभन्दा अन्तिममा छ यहाँदेखि सिधा गएर बाटै सकिन्छ अनि त्यो के भन्नु लास्ट लिक्तु छ लिक्तु घरमा राखिदिन्छ मलाई तर क्या सनसेट चाहिँ यस्तो बबाल देख्छ ठिकै छ के गर्नु सनसेट बबाल देखेर काम गर्न आएको काम चाहिँ दिएको छैन आइएम होम ढोका खोल्नु मलाई अलिकति आउँदैन बिकज इट्स खोलिहाल्छु भिडियो गरेकै बेला
This is my यो सबै गाउँ मेरो भएको भए त यो घर चाहिँ कस्तो हाम्रो नेपालको घर जस्तै रहेछ हौ चाइ गाउँबारी नै गाउँबारी गाउँबारी नै गाउँबारी भयो यहाँ चाहिँ टेम्पल रहेछ है यी खोज्दै आएको यति मात्र हो कि क्या हो बाहिरबाट I don't think I'll go inside this way. घाम भयो फर्किनुपर्छ क्या